ए तिमी अझै माइतै छौ भन्या म जापान पुगिसके के भनेर एउटाले कमेन्ट गर्नु भएको रहेछ। मम्मी यसको रिप्लाई चाहिँ हजुर गर्दिछु न, के भन्न चाहिन्छ? तिमी नानी तिमी जापान गइकन फेरि आउँदासम्म पनि यहाँ बस्ने उसको अधिकार छ, बस्छ। अनि किनकि यो बस्ने घर हो, ऊ यो घरमा जन्मेकी हो, यो आँगनमा हुर्के तपाईँ त्यति केटो मान्छे पनि होइन, केटी मान्छे। अनि तपाईँले आफ्नो दिललाई त्यति मान्नुहुन्छ भने चाहिँ केटा मान्छेले के भन्ला त? आफ्नो अधिकारलाई छोड्ने होइन नि त। जन्मेको माइती घर हो। जो सबैभन्दा ठुलो त हाम्रो त यही हो नि। हामी झल्झली याद आउने सपनामा देखिने पनि यही माइती घर, यही माइती हो नि। हाम्रो माइती जस्तो प्यारो हुँदैन। यो त हाम्रो बस्नु पर्छ। मेरो मम्मी त यही बस भन्छिन्छ। यही बस भनिरहेछ। दुबई महिना भए छ अझ ज्वाइँ फिर्ता नहुँदासम्म यतै बस भनिरहेको छु। नानी तिमीले त्यसो के सोच्यौ? त्यस्तो उहाँले चाहिँ भन्नुभएको म नेपालबाट अझै जापान पुगिसके तिमी अझैसम्म माइती छौ भन्न खोजेको क्या। माइत जति पनि बस्ने हो, जति पनि हामी यही घरमा जन्मे यही घरमा पनि मर्न सक्छौँ भने पढाइ घर जाने हामी भोलि अर्को बस्ने हो, बास बस्नलाई हो घर, कसैले लिँदैन। अनि बस्दैमा के हुन्छ? मान्छे जहाँ पुगे पनि सँग लिँदैन, कसले लिँदैन। घर यसैमा रहने हो। आज हामी म बसे पनि यो म बस्ने बित्तिकै यो बिग्रिने हो त मम्मी। घर हामीले केही नाइ किन बिग्रिन्छ? छोरी मान्छे उज्यालो हुन्छ, उज्यालो हुन्छ। मेरो कामले भ्याउँदैन, बसिरहन्छ। अझै पनि ढिला मानेको छु मैले त जानको लागि। अनि त्यही भएर त्यस्तो आफ्नो माइती घरलाई चाहिँ त्यस्तो पढाइ घर सम्झिनु हुँदैन। माइती घरलाई पढाइ घर सम्झिनु हो त? पढाइ घरलाई चाहिँ आफ्नो बनाउनु अरे। आफू जन्मेको हुर्केको घर पढाइ हुन्छ र? हुँदै हुँदैन। हाम्रो चाहिँ त्यस्तो छैन है। हाम्रो घरमा चाहिँ त्यस्तो नमान्नु नानी। त्यसैले त केटा मान्छे हेप्ने त्यसै अनि हो।